बालेन र हर्क साम्पाङज्यूको भिन्नता नै यो खास साथी हो। हर्क साम्पाङज्यू भनेको चाहिँ आजभन्दा 10-15 वर्ष अगाडिदेखि नै वैदेशिक हस्तक्षेप विरुद्ध चाहिँ लड्दै आउनु भएको एउटा राष्ट्रवादी अभियन्ता हुनुहुन्थ्यो भने अब बालेन त हामीले चिनिसक्यौँ, उसको कालो कर्तृत्व निस्किसक्यो बाहिर होइन। भारतको आशीर्वाद लिएर आफ्नै समर्थनमा उसले समर्थन गरेरै चाहिँ नि सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो। अझ आफ्नो गुजीको मान्छे आफ्नो सल्लाहकारलाई निकालेर फुत्त निकालेर भारतकै आशीर्वादमा गृहमन्त्री बनाएर राखिरहेछ है त। सबैलाई स्पष्ट थाहा छ यो है। र अबको युद्ध भनेको विदेशी दलाल विदेशी मतियार भर्सेस यो नेपाल आमाले जन्माएको नेपाली माटोले जन्माएको नेपाली स्वाभिमानमा टेकेर उभिएको राष्ट्रवादी नेता बीचको हुनेछ। र हामी यो नेपाल भन्ने देशको मालिक हामी नेपाली नै अब भएर बाँच्नेछौँ। त्यसको लागि एक मात्रै विकल्प भनेको हर्क साम्पाङ हो। तसर्थ सबैजनाले अब हर्क साम्पाङज्यूको एउटा पार्टी पनि आउँदैछ। सबैजना अब एकजुट भएर राष्ट्रवादी सोचले तपाईँ हामी सबैजना राष्ट्रको हितको लागि अब एकजुट हुने समय आएको छ। सबैजनालाई आह्वान छ, अब तपाईँ हामी एकजुट हुने समय आएको छ है त।